त्यही कतिजना हुन्छ नि यहाँ भोलि धेरै हुँदै हामी यति त हो नि है एकदम जाँगर लाग्यो भने जाँगर त किन अचार बनाउनु त मलाई एकदम जाँगर लाग्छ फेरि यस खानेकुरामा बनाउनु चाहिँ उयो गरिदिनु हुँदो रहेछ तपाईँले जाँगर लाग्ने रहेछ नाइ नभने कि तपाईँले हुन्छ सेलरोटी बनाउनु हुन्छ हजुर मलाई कल आउँछ अहिले के अरे कल आउँछ सानो सानो चाहिँ हामीलाई आफै नै म डर लाग्छ कोरेन्ट अनि बिस्तारै आउँछ कि दम पर्दैन त्यो मजाले त्यो अलि रिल्याक्स गर्नु भाइब्रेसन मात्र आउने कि करेन्टै करेन्ट हो तर त्यस्तो नाइ। भएर आउँदैन प्लिज प्रायः के हुँदैन हौ बिस्तारै भयो भने चाहिँ के हुँदैन त्यतिर आयो अब मोबाइल यहीँ छ मोबाइलभित्र के हुँदैन हौ आयो के भन्नु फिलै भएन कि अब करेन्ट लागेको आयो थोरै नै आएन अब म त फिलै हुँदैन सुन्ने भएर धेरै होला हजुर दुःखै भयो आयो आयो कस्तो आयो धेरै आयो के थोरै अनुभव हुने गरी आयो उयो माथिसम्म झिम्मी झमझम गरेर होला होइन सहन सकिन्छ यतिको यतिको चाहिँ सक्छ सक्छ होइन क्या चाहिँ भयो थोरै हल्का बढाउनु त तिर आयो हो यति चाहिँ हुन्छ ल फेरि सक्नुहुन्छ है अरू खुट्टामा आउँछ है त आयो खुट्टामा आयो ठिक छ कि भयो यतापट्टिको गोली गएकोमा आयो यतापट्टिकोमा आएन आयो अब छैन अब उहुँ। अब आयो यता दाएँ कुनापट्टिकोमा त आएन छुट्टाबाट हजुरले फिल नभएको ए होला होला कस्तो खाले आयो छोरी थोरै हो अझै भयो धेरै हल्का रिङ्गिङ अब आयो यति ठिक हुन्छ छ यति राख्यो कति भयो त्यो नबढाउनु डर लाग्छ साँच्चै करेन्ट लाग्यो भने अलिअलि मात्र आयो त खुट्टामा अँ हो हजुर खुट्टामा धेरै सोइन्छ नि त त्यो त्यो भएर फिल नभएको थोरै इन्टेन्सिटी बढाउँदैन के फिल भयो थोरै भयो है ल अमा ठिक छ अब धेरै हो पोल्यो पोल्यो घुच्यो ठिक छ अब सहन सक्ला यति अरू अरू केही त हुँदैन नि केही हुँदैन त्यस्तो हो ल उसै म सहन्छु खुट्टाको लागि अब म जिन सहन्छु सहनु सक्ने लाग्छ धेरै ढिलो क्या तर यता कुनापट्टिको गोली गाँठोमा चाहिँ केही फिलै भएन भने तर त्यो म फिल्डमा भयो तर ढिलो भयो कति मिनट राख्नुपर्छ 20, 25, 30 मिनट हालिदिँदै राख्दा म चाहिँ 15 मिनट राखिदिन्छु क्या एक्सर्साइज गर्नु पर्यो त्यसरी खास मेरो यहाँ ब्लड पनि जम्यो हो कि तातो धेरै आएछ भन्नुलाई तात्छ पनि हो अब हजुर तात्छ हो तातो हो क्या ए, अट्याक 15 मिनट अगाडि रिल्याक्समा बस्दै एकछिन चिल पारामा डाइरेक्ट